आज म अलिकति पैसा बोकेर मेरो छोराको लागि साइकल लिन जाँदैछु। कस्तो मिल्ने छ र कतिसम्मको मिल्ने छ हामी भिडियोमा देख्नेछौँ। भिडियोलाई हेरिदिनु होला। अहिले दिउँसोको करिब 12-1 बजेको छ। एकदमै चर्को घाम लागेको छ। साइकल पुर्याइदिने डेलिभरी बोय चाहिँ हाम्रो अङ्कलजी हुनुहुन्छ, किनकि उहाँ घर जाँदै हुनुहुन्छ नि। हरिश भाइ जी, मैले चाहिँ अहिले साइकल चुज गरिसकेँ र मैले पेमेन्ट पनि गरिसकेँ। यहाँ चाहिँ हामी सानोदेखि ठुलैसम्मको धेरै प्रकारका थुप्रै साइकलहरू देख्छौँ। साइकलमा छुट्टीको काम हुँदैछ, पाइतिल, ट्रिङ ट्रिङ घन्टी अनि चैन। मैले धेरै महँगो पनि लिएन र लास्टै सस्तो पनि लिएन। पसलको मान्छेहरूसँग एकछिन कुरा पनि भयो र मलाई राम्रै डिस्काउन्ट पनि दिए। एकदमै खुसी लाग्यो। यो भिडियो चाहिँ मैले धेरै दिन पहिले खिचेको थिएँ। काममा बिजी भएको कारणले गर्दा एडिट गरेर हाल्न पाएको थिएन। आज हामी कहाँ आएको छौँ भने एउटा धनी बाबुको छोराको प्रोग्राम पार्टीमा, यानि कि बिहे पार्टीमा। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ साडी लगाएको लेडिजहरु हुनुहुन्छ, सबै नेपाली हुनुहुँदो रहेछ। मलाई पनि थाहा थिएन र मैले पछि थाहा पाएको थिएँ। अहिले करिब साँझको 5 बजेको छ। 7 बजेदेखि सुरु हुन्छ भन्ने हामीले सुनेका छौँ। राति कति बजे सकिन्छ त्यो भने थाहा छैन। खानपिनको कुरा गरौँ भने ओन्ली भेज मात्रै हो। धेरै प्रकारहरूको होटलहरू उपस्थित छ। जसलाई जे खान मन पर्छ त्यही खान सक्छ। हाम्रो भने लाफिनोज, पिज्जा, चीज गार्लिक ब्रेड दिन सक्छौँ हामी। अब सुरु हुने बेला भइसकेको छ। पक्कै पनि हाम्रो ड्युटी सुरु भइसकेपछि खिचाउन मिल्दैन होला। एन्ड भिडियोलाई हेर्दै राख्नु होला। रातिको 12 बजेसम्म काम गरिम र खानालाई भनेर हामी गएको थियौँ। दाल भात त धेरै ठाउँ खोजेँ मैले, तर कहीँ पनि भेटाएन। गुलियो आइटमहरू मात्रै थियो र मलाई गुलियो त्यति मन पर्दैन, त्यही भएर मैले खाएन। एउटा आइसक्रिम र सुप मात्रै खाएँ। आजको खाना भनेको त्यति नै हो। तपाईहरु बिहेमा जानुभयो भने के खानुहुन्छ प्लिज कमेन्ट गर्नु होला। आजभोलि भने एकदमै धेरै गर्मी छ। 1 महिना पहिलेको कुरा हो। म कहीँ घुम्दै फिर्दै गएको थिएँ। आउनुहोस् सँगै जाउँ। आज थियो मेरो छुट्टी। घुम्न लायक विशेष ठाउँ त यहाँ त्यस्तो केही पनि छैन। त्यही ठुल्ठुलो घरहरू मात्रै हो। यहाँसम्म त आइसके। अब चिकन बिरयानी पाउने ठाउँ पनि यहाँ नजिकै छ। भोक पनि लागेको छ। अब गएर म चिकन बिरयानी खाएर म सिधै रुम फर्किन्छु। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. अङ्कल पनि घर जाने तयारीमा सामानहरू लोड गर्दै हुनुहुन्छ। यस्तै नै चलिरहेको छ मेरो कहानी। हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्यो प्लिज एउटा मिठो कमेन्ट गर्न नबिर्सिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई एउटा लाइक गरिदिनु होला। फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भने यो भिडियो फेसबुकलाई फलो गर्न नबिर्सिनु होला। आजको भिडियो यति नै। फेरि हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। अहिलेलाई छुट्यौँ। बाई बाई। जय नेपाल।